हिमालको विशाल काखमा जहाँ समय नै रोकिए चाहिँ लाग्छ र प्रकृतिको प्रत्येक सासले गहिरो शान्ति बोकेको हुन्छ, त्यहीँ लुकेको छ अन्नपूर्णको त्यो उत्तर भाग जहाँ धेरैका पाइला अझै पुगेका छैनन्। भिडभाड र परिचित बाटोहरूभन्दा धेरै टाढा यो भूमि कडा, शान्त र रहस्यमय रूपमा उभिएको छ, जहाँ अन्नपूर्णले आफ्नो असली जङ्गली सौन्दर्य प्रकट गर्छ। हरेक चट्टान, हरेक हावाको स्पर्शले पुरानो कथा सुनाउँछ अनि अगाडि बढ्दै जाँदा पञ्चकुण्डका पवित्र जलहरूमा आकाश आफै झरेसै देखिन्छ। यो एक यस्तो दृश्य जहाँ प्रकृति र आत्माबीचको सम्बन्ध अझ गहिरो महसुस हुन्छ। यो केवल एउटा यात्रा होइन, यो त आफैलाई खोज्ने, एकान्तसँग जोडिने र प्रकृतिको मनौतासँग संवाद गर्ने अनुभूति हो। नर्थ अन्नपूर्ण बेस क्याम्प र पञ्चकुण्ड लेक, जहाँ हरेक पाइला एउटा कथा बन्छ र हरेक दृश्यले मनलाई सधैँका लागि बाँधेर राख्छ। यसपालिको हाम्रो यात्रा हामी अन्नपूर्ण बेस क्याम्पतर्फ गर्दैछौँ। हिजो हामी काठमाडौँबाट गलेश्वरसम्म आयौँ र गलेश्वरमा हिजो राति नाइट स्टे गरेर आज चाहिँ अब हामीहरू खाजा खाएर तातो पानीतर्फ अगाडि बढ्दैछौँ र हामी आफ्नै इभी भ्यानमा आएको भएर आज चाहिँ अहिले इभीबाट तातो पानी आइपुग्यौँ र अब यहाँबाट चाहिँ हामी उमखोलासम्मको लागि जिप चेन्ज गरेर जिपमा जान्छौँ। अब चाहिँ हाम्रो टोली नर्थ हिल्सको लागि तयारी तातो पानीबाट कस्तो भइरहेछ अब? यहाँबाट हामीले जिप चेन्ज गरेर उमखोलातर्फ अगाडि बढ्यौँ। अफ रोड बाटो, अहिले चाहिँ बाटो खुल्लै भएको भएर खासै जाम चाहिँ परेन र हामीहरू उमखोलातर्फ अगाडि बढ्यौँ। 2 घन्टाको जिप यात्रापछि हामी चाहिँ उमखोला आइपुग्यौँ र यहाँ हाइड्रो पावर बन्दै रहेछ। अब चाहिँ हामी खाना खाएर बल्ल अगाडि बढ्छौँ। फुदफुदीमा त लागिहाल्छ आधा 1 घन्टा। हाम्रो यात्रा सुरु भइसक्यो उमखोलाबाट ट्रेक। भाइ, गाडीको यात्रा कस्तो भयो? गाडीको कडा भयो, कडा हो। गाडीको दाइ आफ्नो भविष्य नै धरापमा राखेर आएको म त छन्। ए भाइको त भविष्य धरापमै थियो है। त्यो कुकुरले झम्डै नि मलाई न्यू ब्लगर इन द टाउन। भिडियो चाहिँ गरेछ नि फेरि। कुङ्गा तुलाई कस्तो लाग्दैछ? कडा भयो। तिमीलाई हाय अब खाना खाने के हो तिमी? के क्यामेराम्यान भएन है? हाम्रो क्यामेराम्यान चाहिँ अलिकति एक्सपिरियन्स लेस रहेछ उसलाई क्यामेरा चलाउने, अनि ऊ चाहिँ चस्मा टिप्दैमा बिजी छ। अब के भन्नु, हामी केही नभने भोक लागिरहेछ। हेलो भन्दाखेरि साइडतिर नि नहानौँ न यार। के त लागिहाल्छ हैन? धेरै जोसमा भयो नि त अलिकति। हेलो स्वस्तिका। हेलो आसमा। हेलो सन्जु। के दिनु अब? के अरे म लजाको होइन ल, म हल्का अक्वर्ड भयो किनभने बन्द भयो। ओके, हामी चाहिँ अहिले के अरे उमखोलामा आएछौँ। इट्स अबाउट 2800 मिटरमा छौँ अनि हाम्रो चाहिँ यो फर्स्ट ब्रेक हो। विल ह्याभिङ आवर लन्च डे, हाम्रो डे 2 हो। एन्ड आफ्टर द्याट विल बी हेडिङ टुवार्ड्स दि गुफा फाट पुग्ने प्लान छ आज हाम्रो। लगाइ जब हाम्रो चाहिँ यात्रा सुरु भयो, सर के भन्नु छ हामीले? अहिलेसम्म केही भन्नुभएको छैन होइन। भरे माथि पुग्योस्, राम्रोसँग पुग्योस्, राम्रोसँग हिँड्न सकियोस् भन्नुहुन्छ। स्टार्टिङ 11 बजे हामी हिँड्यौँ र आजको हाम्रो यात्रा चाहिँ बुस्केट मेलासम्म हुनेछ। हाई, हाम्रो ट्रेक स्टार्ट भयो। अब चाहिँ 2 दिनमा होइन? 11 बजे हिँड्न सुरु गऱ्यौँ उमखोलाबाट र अबको हाम्रो यात्रा हुँदैछ फुतफुते झर्ना।
त्यसपछि आजको यात्रा हाम्रो बुस्केट मेलासम्म हामीले राखेका छौँ। हेरौँ कस्तो हुन्छ। यस्तो ट्रायल छ। हामीले खाना खाएर लगभग 1 घन्टा उकालो चढ्यौँ। उकालो पनि फेरि यस्तो डेन्जर छ। लाली गुराँसहरू मजाले फुलिरहेछ। ठाडै भर्याङको उकालो छ। लगाइज हामी चाहिँ ठ्याक्कै 1 घन्टा 10 मिनटमा चाहिँ गुराँसे डाँडा आइपुग्यौँ। हुमखोलाबाट हिँडेको। लगाइज हामी चाहिँ 1 घन्टा 20 मिनटमा ठ्याक्कै पुतपुते झरना आइपुग्यौँ। यो चाहिँ पुतपुते झरना। पुटपुटे झर्नामा बसिरहेको छौँ चिल गर्दै। हाई साधन। हेलो। कहाँ छौँ हामी? हाम्रो ट्रिप चाहिँ बब्बाल भइरहेको छ। We are having fun. We are enjoying lots in nature. हामी चाहिँ फुतफुते झरनाबाट ठ्याक्कै 20 मिनट उकालो चढेर ठाडै उकालो चढेर आइपुग्यो। तपाईँहरूलाई चाहिँ बढी लाग्न पनि सक्छ। जोस् ट्रायल रमाइलो छ। उकालो उकालो ओह्रालो मिक्स छ। अहिले ठ्याक्कै साँधी खर्क आइपुग्यौँ। फुतफुतेबाट साँधी खर्क जम्मा 25 मिनट उकालो हिँडेर हामी चाहिँ यहाँ आइपुग्यौँ। अब यहाँबाट चाहिँ हामी अगाडि बढ्छौँ र आज हामी बुस्केट मेलासम्म जाने तयारी छ। हेरौँ कहाँसम्म पुगिन्छ। गाइज गुफाबाट हामी आधा घन्टामा खाजा खाएर हिँड्यौँ र आधा घन्टा जति भइ पनि सक्यो। र अब यहाँबाट यस्तो दामी भ्यू देखिरहेको छ। अब बिस्केट मेला पुग्न धेरै चाहिँ लाग्दैन। 20-25 मिनटमा हामी पनि पुग्छौँ। बिहान 11 बजे हुमखोलाबाट हिँडेर अहिले चाहिँ हामी ठ्याक्कै 5 बजे चाहिँ हामी बुस्केट मेला आइपुग्यौँ। ल गाइज हाम्रो चाहिँ यो रुम कहाँ रे सर? यो बुस्केट मेला नर्थ अन्नपूर्ण होइन? गुड मर्निङ फ्रम बिस्केट मेला। अब हामी चाहिँ यहाँबाट पञ्चकुण्ड तालतिर लाग्छौँ। जम्मा 3 घन्टाको बाटो हिँड्ने। यो बाटोबाट हिँड्दै जानुपर्छ। ल गाइज अब हामी चाहिँ बुस्केट मेलाबाट लाग्यो माथि पञ्चकुण्डतिर। कस्तो भयो नि? अहिलेसम्म त दामी भइरहेछ। अब जानुपर्छ माथि। कस्तो छ भ्यू माथिको हेर्नुपर्छ। भ्यू त बबालै हुन्छ नि।
बच्चाहरू भयो भने पनि गर्थ्यो यहाँसम्म चाहिँ त्यो बाउ भनेर भन्दा त मिल्दैन नि हो फाइनली हामी 3 घन्टामा चाहिँ पञ्चमुण्ड लेक आइपुग्यो ओइ के छ राजु यहाँ चाहिँ बोल न ठिक छ भाइ तेरो के कस्तो लाग्दैछ यार मलाई हामीलाई त रमाइलो लागिरहेछ कति घन्टा अगाडि आइपुगिस् हामी 1.5 घन्टा अगाडि बरु अनि के गरिस् त्यहाँ आएर यहाँ गयो यताउति गयो चिउरा चौचौ खाने भएछ हो र खाप्सी सक्यो खाप्सी होइन यार छैन यार त्यतिको चिसो हानेको त